सर हाम्रो देशको स्थितिको बारेमा अलिकति केही भनौँ न, यहाँ बसेर छलफल गरौँ न। ओके, हाम्रो देश नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि अब एउटा पार्कमा जानु पर्यो भने नि एउटा इँटाको भए पनि भुइँमा चाहिँ राम्रो खालको टायल हाल्दैन, सबै भ्रष्टाचारी। ठिक छ, 1 करोडको काम गर्यो भने मासाला 20 लाखको काम गर्छ, 80 लाख गोजीमा हाल्ने खालको ठाउँ हो हाम्रो चाहिँ। त्यही भएर भ्रष्टाचार नगरौँ, स्वच्छ बनाऊ। राष्ट्रिय स्वतन्त्र पार्टीमा अब यसपालि चाहिँ घन्टीलाई जताततैबाट चाहिँ भोट हालौँ, त्यसपछि हुन्छ यस्तो विकास। यस्तो विकास चाहियो हामीलाई। हामीलाई यस्तो विकास गर्नलाई घन्टीमै भोट हाल्नु पर्यो। भोट हाल्नु पर्यो। अरूलाई त माओवादी, काङ्ग्रेस यस्ता एमालेलाई भोट हालेर जिन्दगी लाइफ बन्दैन है। यिनीहरूलाई भोट हामीले हालेको नि हो, म नि एउटा भोटर पनि हो, पहिले धेरै ठाउँमा भोट हालेर, तर यिनीहरूलाई हालेर चाहिँ फाइदा छैन। अहिलेको नयाँ युवा शक्तिलाई हाल्नु पर्यो। अनि हामी जस्तो खबरदार मेन पावरमा 5 लाख रुपियाँ तिरेर खारिआएर हामी जस्तो काम गर्न दुःख गर्न नपरोस्। त्यसको पनि एउटा होस्, केही 10,000मा 20,000मा होइन, खाओस् पैसा खाओस्, तर 50,000सम्म पठायो भने चाहिँ त्यो राम्रो होला नि त भन्ने चाहिँ मलाई लागिरहेको छ। अलि यहाँ फोहोर लाग्नु पनि सक्छ भन्ने चाहिँ हाम्रो नेपालमा हो। यहाँ त लाग्दैन, जति धुलो हल्लाए पनि, खुट्टा हल्लाए पनि, जे गरे पनि त्यति लाग्दैन। त्यही भएर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसपालिको चुनावमा चाहिँ विजेता गरौँ। सबै हामी यङ जेनेरेसन लागेर चाहिँ अब यो गाउँ छिरेर चाहिँ बुढाबुढीलाई सम्झाइ बुझाइ कसरी हुन्छ गरेर भोट चाहिँ घन्टीमै हालौँ, 1 सेट पनि नआओस् के, म त्यही भन्न चाहन्छु। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीले के देश बचाउला? देश लाजिम बचाउँछ। देश बचाउन भने त अनि जनताको के हेरेर बस्छ, भाग भनिहाल्छ नि। फेरि कानुनले कठेरामा ल्याएर जनताले अनि